अब आजको हाम्रो ससुराली गाउँतिर जाने तयारी भइसकेको छ। आजको हाम्रो सवारी यो रहेको छ। हड्डी ल्याइदिएन होला कुकुरलाई। अच्छा खै म गएर हेलो गाइस ल है छोटो यसो एक राउन्ड मेरो भ्लगमा सबैजनालाई हेलो भनिदिनुहोस् ल है। के खै केही छ भने भन्नु प्यार प्यार। अब राम्रो शुभ यात्रा मेरो छोरा बुहारी छोरा दिदी भाइलाई शुभ यात्रा। मेरो सासूले यस्तै बसे त यस्तो यस्तो गर्दै के देखेरी यात्रा तिमीलाई यात्रा सफल होस् तिमीहरूको राम्रो होस् गएर राम्ररी पुगेर राम्ररी फर्क्यौ। उतिले पो इन्जोय गरे त हड्डी त हो ल। उनीहरूको एरिया हो अरे के अरे दिन रात मलेकुको ब्रिज हो पुल हो। यो नम्बर प्लेट चाहिँ के को हो त सफल टुरिस्ट भनेपछि यो हायर गाडी हो। हजुर यो सबै रेन्टल महँगो छ होला है रेन्टल त। खै पर डे 15,000 पर्न जान्छ इभीलाई। स्कर्पियोलाई 13,000 13 13 अनि अरु डेको यो चाहिँ मलेकुबाट बसेको ग्यास नेपाली सेना शिव भाइको लोकल भान्साघर। यस्तो अझ टरकहरूको पछाडि पछाडि के उस हेर्नु पढ्न मन लाग्थ्यो छैन त के शुभ यात्रा। अघि एउटा ट्रक पछाडि चाहिँ आन्टी लभर रे आन्टी लभर गाडी के कुद्छ के ए माइक्रोमा आएको हामी त माइक्रो छिटो नै कुदाउँछ। माइक्रो पछाडिको यस्तो उसको टेम्पू टेम्पू जस्तो आँगनमै पछि एकताल छिर्नु पर्ला नि अटोले होटल मलेको चन्द्रतीबाट अर्चलले त धेरै बेर लाग्छ र छ्यामा अहिले त गाडीमा कस्तो लाग्यो त सफल अस्ति प्रचेत दिदीहरूसँग जाँदा गाउँ विजेताको गाउँ ए विजय गाउँ के डेभलप चाहिँ असै भएको छैन रहेछ। सबै कता कता गइसक्यो। घरको नाममा एउटा छ यहाँ अरू सबले भत्काइसक्यो। मान्छे छैन। भूकम्पले एक दिन बस्ने होला यस्तो हाम्रो ऊ त फेरि एकदम ऊ यतिकै बस्नु सक्दैन क्यारे एक काम गर्नुपर्छ। कामदारीहरू हुन्छ। ती मात्रै धेरै छ होला नि। हामी जाँदा त भैँसी थियो बिचरा। हामी जाँदा त मजाले दुध पनि यति दुहेर ल्याउनु भएको थियो। चल्नु मनपर्छ कुकुरलाई त। ऱ्याम रहेछ यहाँ पनि गाडी ससुको बाउको गाडी ऱ्याम भेडाको यस्तो सिँगार यस्तो घुमेको त्यो गाडी चाहिँ खतरा। यो कुन चाहिँ उसको उत्तराञ्चल ट्रान्सपोर्ट त्यो विजय भ्लग हान्छ क्या अब बोल्दैन त अन गरेपछि बारेमा सुनाउन त यसो एक दुई शब्द होइन सबैले हेरिरहेको बेलामा झन् क्यामेरा अन गरेर सुनाउन त भनेर हुन्छ त। यस्तो बेलामा त आवश्यक छ अलिकति
चढाइ के भन्दै नि भयो नि होइन यहाँ के बनाएको बाटो बनाएको अमेरिकामा एउटा मोडल छ मेरो गर्लफ्रेन्ड हो भनेर भन्दै नि के कसलाई के थाहा कि त आयो अब भित्र फेमस रहेछ भने चाहिँ अब सबैले थाहा पाउँछ ए जग्गा भने ए नाला बनाएको ट्रकलाई ओगर्नु खोजेको अघि भएन त्यहाँ ट्राफिक छ यसले ओढेर गयो आमा टुर दिएर बसले ओढेर गयो अरे म त गाडी त हिँड्छ जस्तो लाग्छ फलो द ट्राफिक रुल्स रे अझै उसको पछाडि चाहिँ एकपल्ट कुन भिडियोमा थियो नि त यस्तै गाडी बस के ओभरटेक गर्दै गएको त्यसपछि अगाडि के आएको बिर्सेँ मैले त तर ब्रेक लाउँदाखेरि ब्रेकले त्यो थाम्न नसकेर पल्टिन्छ कि अस्ति कहिले भर्खर दिएको के चाहिँ टिपेको यहाँ ए गाईबस्तुलाई होला नि भन्छ राफ्टिङ एक्सपिरियन्स भयो कि भएन त सफल रमाइलो हुन्छ होला है म त मन गरेँ हामी मजा आउँछ तर तिमी चाहिँ यो हुन्छ होला हो म भने गल्छ यसरी समाउनुपर्छ कहाँबाट अहिले गर्ने त नि मजा हुन्थ्यो होला भनेको नि गर्न त कहाँ गरिन्छ र क्रोएसियामा चलाएको अब सफलहरूको पाला अनि अब उसले छुने बित्तिकै बोटै घुमाइदिने भने राफ्टिङहरू यस्तो एडभेन्चरहरू तिमीहरूको पाला नि प्याडल ए त्यो मोटरवाला क्या ए प्याडल मोटरवाला चलायो त याद छ त्यसलाई त सानै थियो त आफूहरू त सिङ्गापुर जाँदाखेरि दिप्सा सफल अङ्कल छ्यामा नाम पनि के टुप्पी होटेलले नामै पाएन क्या सब गइसक्यो ट्रकलाई ओगडेर आज उता अगाडिबाट ट्रक आहा हेलो गाइज भन्दै ल हामी चाहिँ के अरे यसको नाम भनिदियो त है रिभर साइडमा चाहिँ भात खान आएको छौँ यसरी होइन नि त भाइ केटाहरू यार काम भने एक थोपो नगरेको अहिलेसम्म जिन्दगीमा ल यस्तो छ है ऊ बुद्धको मन्दिरलाई ल ढोग्यो एउटा ऊ मुयाउ फेरि भोक लाग्ला जस्तो हो त यसरी त खाएर माथि चढ्दाखेरि त फेरि भोक लाग्ला जस्तो हो त 4 व्हिल ड्राइभै अन गर्नुपर्छ जस्तो छ त रेस्टुरेन्ट तर तिमीले यो ब्याग चाहिँ किन ल्याएको खास वाइ है हेर्दा त खतरै देखेछ अब भ्यू हेर्नु न अहिले खाना चाहिँ कस्तो छ है राम्रो छ यहाँ रहेछ त ऊ माछा यताबाट सेटअप उहाँ पर भने हो ऊ बारको छेउमा दामी स्विमिङ पुल छ है तिमी चान्स पाएको थियो नमस्ते तिमी चान्स पाएको थियो तर आइन नि त हजुर आएन कुदिया रहेछ स्लो
नगरौँ न स्टार्टिङमै लडिदिन्छ नमस्ते उयो त के हेर्नु लाग्यो त्यहाँबाट घाँसै मात्रै देख्छु यहाँ छ त यस्तो राम्रो ल बसौँ बस्नुहोस् मोटर गएर बस्नु मामा ल यस्तो है भ्यू चाहिँ किसिम रमाइलो छ बस्नु श्यामा ल यहाँ बस गाइस हाम्रो चाहिँ अब खाना आइपुगेको छ यहाँको मटन सेटको खाना चाहिँ यो हो होइन अब यहाँ खानाभन्दा धेरै युटेन्सिल छ भाइ खानाभन्दा धेरै काठ छ अहिले सोध्नुपर्छ झिङ्गा आयो आज चाहिँ हामी लमजुङको टुप्पोमै पुग्छ बाटो नराम्रो छ भन्दैछ अब होइन ऊ छ्यामाले भन्नुभयो जस्तो म पनि एकदम लकी छु के छ्यामा मैले नि यस्तो गर्नु पर्यो भन्यो भने फ्याट कसरी मिलिहाल्छ कि आज ज्याङ्गा चाहिँ लमजुङको टुप्पोमा पुग्छु भने अनलेस त्यहाँ अड्क्यो भने अब रमाइलो धेरै भएर अड्क्यो भने अर्कै कुरो नभए जान्छु भने नि बाटो फेरि पानी परे पनि सर्लक्कै भइरहन्छ त्यस्तो सोच्नु पर्दो रहेछ कि त्यहाँ आफूले आफूलाई चाहिँ म चाहिँ एकदम लकी छु अनि राम्रो भएको कामहरू चाहिँ आफूले सम्झेर बस्ने नराम्रो काम चाहिँ बिर्सिदिने होइन त्यो भयो भने चाहिँ राम्रो काम यस हिजो मलाई छ्यामाले भन्दाखेरि चाहिँ छ्यामाको सोचाइ पनि एकदम राम्रो रहेछ किनकि मेरो सोचाइ नि त्यस्तै हो भनौँ चान्स पाएको बेलामा त गरिदिइहाल्ने हो कि आउँदैन समय बेला मौकाले जुराउने चिज हो झन् घरभरि मान्छे हो काम गर्ने त सबै सबजना बच्चाहरू नि कति 15-16 सुरु गर्छ है एक्सपिरियन्सको लागि नेपाल ल्याउन पाए त ठिकै हुन्थ्यो कि त पहिला हाम्रो बाउहरू जस्तो पसिना चिपचिपा हात धुलाएर ट्याप्प टाल्यो भरे त नि सेतो कपाल जस्तो देख्ला धुलोले अस्ति टिकटकमा देखाएको थिएँ कि यस्तै तालु मान्छे त्यही भएर केबल कार त त्यही त ल गाइज हामी चाहिँ कुरिन्डार आइपुग्यौँ है च्याट केबल कार चढेर जाने भएपछि ऊ त्यहाँबाट तल झर्ने कि त्यो छ नि मन्दिर जस्तो कति सानो देखेको म गएको छु छ्यामाहरूसँग गएको सम्झना छ्यामाले लैजानु भयो हामी त्योभन्दा अगाडि नि साँच्ची एकपटक गयो दुईपटक गएछु घरको बाटो उसलाई मैले 100 चोटि त्यो हिँडाइसकेँ त्यही त बिर्सुले याद गर्दैन यो त कति वर्षमा एकचोटि हिँड्ने बाटो कहाँ याद हुन्छ भिड हुने रहेछ यहाँ नि बेसरी केबल कार चढ्न लाइन भन्नुभएको दर्शन गर्न लाइनै कति हुन्छ बिहानदेखि बेलुका अस्ति नेपाली बिचरा पहिला पोखरा जाने बेलामा सहिले चढ्थेँ माथि चढ्थेँ यहाँ चाहिँ लोकल कुखुराको भात खानलाई चढ्थ्यो होइन छ्याप्प भात खाने माथि अनि त्यसपछि फेरि झर्ने अनि जाने पोखरा कहाँ जान आयो यो
बस्ने हामी मर्स्याङदी हाइड्रो पावर यही हो यहीँबाट हामीलाई बिजुली आउनु पर्ने हामी त छिरे नि भोटे डाँडकोमा दिदीले लगेर भित्र गएर सब हेरेको तल्लोसम्म लगेको ए पानीको भल त भर त्यो एनर्जीको लागि के मर्स्याङदी त्यहाँ घुमाउनु लगेको थियो कि उहाँ दिदीले यहाँ नि रहेछ नि त होइन भोटेडाँडामा छ कि एउटा चाहिँ एकचोटि करेन्टलाई हाल्नु सक्छ यो पुरानो हो कि सबसे फर्स्टको कुन हो यही होला यो होइन अरू पनि छ तर सबसे फर्स्टमा ओपन गरेको त्यसले ड्याम मात्रै इन्द्रजी खान्छ त पनि पुरा एक्सट्रिमको रेड बुल जस्तै एडभर्टाइज गरेको रहेछ यहाँ हो कि बाजेको के रे नाम उयो सैनिक उयो होटेल कि मम युके पो गरे मम युके बोल्छ सबैले गाइजहरू हामी बाटो चाहिँ राम्रो बनायो यहाँ नि कसम गाडी चलाउँदा विदेश आए जस्तो फिल भयो रोड त अनि किसिम छ त सम्राट ब्लकमा यस्तै धेरै धेरै के गरे होला लाथ्यो यो रहेछ ल यसो त्यहाँ ओभरटेक गरेर नि मजा आउँछ होला है कति वर्ष भेट्यो विदेशी त सफल बोल्छ रे हेलो टु मम्स ए सफल पनि हुन्छ ल म फेरि दाइहरुसँग घुम्न हिँडेको बाटो चान्स पाए त एसएलसी दियो नि अब 40 लेखेछ त्यस्तो राम्रो बाटोमा फेरि 40 लेखेछ त हामी त 80 पुगिसक्यो हो र अनि यहाँ बिस्दै के हो यस्तो सर्मनी गरेर बाटो त यहाँ त सलिड बनाएर छ त कतिसम्म छ होला यो बाटो त पोखरासम्म होला तालु खुल्यो नि दाइ पारे दाइ उमेश कतिका अदि कुकुरलाई ठिकै छ पोखरा आएर बस्नुभन्दा मान्दैन उ त्यहाँनिर त्यो बस भएको ठाउँ त्यो बसबाट ए आइपुग्यो डुङ्गर त्यहाँबाट गयो नि हुन्छ बाबु हजुर यहाँबाट जाने हामी यहाँबाट गयो नि हुन्छ उताबाट गयो त्यहाँबाट जाने हो उता छ बाटो यहाँभित्र छिर्न पाएँ नि म पाउँछ ए मामाहरू त अब यतैबाट हो मामा है ल बाई बाई छावारले यो तल गर्नु एकछिन यहाँबाट हो कि टेलिफोन बिस्दै ल आफूलाई दिन अब ल ओके बाई बाई खै बाई गर्दिने हुन्छ ल बाई बाई ल ल फेरि भेटौँ ल हुँदै ल राम्रोसँग जानु है हुन्छ त्यो औषध मजाले पाउँछ पाउँछ औषधि खाऊ है टाइममा खाना नि खाऊ ए हजुर हुन्छ श्यामा हुन्छ दुख्ने काम गर्ने औषधि अलि उस हुन्छ क्या कडा हुन्छ क्या ल जाऊ ओके मा जाऊ यहाँबाट त नो इन्ट्री रहेछ नि त तलैबाट छिर्नुपर्छ अब यात्रा कता दाइ अब यात्रा हामी चाहिँ भोटे उडार खै अब यात्रा हामी हाम्रै चाहिँ थाहा भोटे छैन यात्रा उडार जानुहुन्न भनेर भनेपछि फेरि तपाईँ चाहिँ एकै घुमिरहेको त्यतै घुमिरहेको होइन पोखरा कता हो त फेरि कति सिक्यो सफल सजिलो बोकाइ तिमीलाई गाह्रो यसरी पर्दैन एकछिन डुम्रे त नदेखेको के हो यताबाट लिएर आउँछ सबैले डुम्रे त आइपुगिसक्छ छिटै आइपुगे यो बाटो देखेको त हुल भएर सजिलो आइपुग्यो सबै बाटो यस्तो भयो है रमाइलो गाह्रै हुन्थेन कि अब हामी कहाँ जाने हो त अब हामी जाने हो नि भोटेवटातिर डुम्रीबाट यता गयो भने चाहिँ अब तनहुँ बन्दीपुरतिर पुग्यो होइन यहाँ वान वे बनाइदिएको रहेछ कि विच अनि इज गुड होइन पोखरा चाहिँ कता हो त पोखरा यता कता पोखरा सिधै हो कि ए, सिधै अझै त्यही हो। सिधै। पोखरा त भेटाउँदैन रहेछ हामी चाहिँ है पोखरा त कस्तो भेट अन्त बुढी हामी डुम्रेबाट क्रस डुम्री हुँदै पो जाने रहेछ अब त बाई बाई त्यताको बाटो डुम्रे हुँदै डमौली गर्दै जाने र सफल कहाँ घुमाउँछ ए हामीले के किन्ने हो
भएन फलफुलहरू लिएर जाने हो नलिने भयो त्यो चक्लेटहरू भनेपछि के ऋतिक रोशन भएरै जाने हामी यो चाहिँ कपाल पनि छैन सामान पनि छैन भनेर भन्यो भने त बवाल भयो त्यहाँ मै हो भन्नु मै हो तपाईँको छोरीको ऋतिक रोशन भनेर सामान बिचरा सबैले जानु भला बिर्सिनु भएन ल है डुम्रेको पुल आयो अब यो हाम्रो गाउँ पनि यहीबाट जाने के देख्नुभयो मस्जिद बनाइसक्यो अब हेर्नु न ऊ है अनि जस मल्टिकल्चर हुन थालेछ हाम्रो देश पनि विच इज गुड मिलेर बसोस् यो बाटो चाहिँ हाम्रो गाउँ पनि जान्छ कि बुढी म पुग्छ आउँदाखेरि चाहिँ हेरेँ अनि अनि सस्तो छ त तोरी मिल आजकल भने चाहिँ अब कतिमा आउँछ यहाँबाट सिधै गयो भने आइहाल्छ अब भोलिटा भोटिवटा होइन नि टाइम लाग्छ मलाई पनि एक्ज्याक्टली यति लाग्छ भने थाहा छैन अब तिमी झन् आएको म भन्दा धेरै सफल चिजबल खान्छ होइन भयो भाउजू कफी खान्छ नि कफी छ भयो साह्रै बुल्ने छ त्यो कफी अब लमजुङ छिरियो यहाँबाट अब यता चाहिँ सरी चाहिँ होइन लेफ्टबाट चाहिँ तनहु छिरियो चन्द्रवती तनहु होइन यता बेसी छ अब यहाँबाट लमजुङ सुरु भयो भनौँ न अब देशमा छ अब टुकुमै पुग्छ भने अब अहिले चाहिँ हामी तल छौँ अब भरेसम्ममा होपफुली हामी टुप्पै पुग्छौँ होला अब त्यही हो त नि बुझ्छ पानी परिरहेको छ टुप्पोमा चाहिँ अब त्यस्तै होला जस्तो छ है गाइस हामी चाहिँ अब भोटे ओर्डर छेउमा आइपुग्न लाग्यो स्टिल बाटो त छ अलिकति जान तर मेरो भाइले भने जस्तो सिकिस्त पानी परेको अवस्था अब भोटे ओर्डरसम्म पुग्दाखेरि त यहाँ अब बोट चाहिएला जस्तो भए कोही कोही ठाउँमा बाटोमा अब त्यो माथि उसमा त लमजुङको टुप्पा जानलाई त हामीलाई त ट्र्याक्टरै चाहिन्छ जस्तो छ अनि यो गाडीले नि नभ्याउला जस्तो छ किलोमा बढी चाहिँ होला टु विलले नि भ्याउँदैन 4 व्हिलर होइन अब यसमा चाहिँ अब 4 व्हिलर प्लस यस्तो अगाडि खप गरिदिनु चाहिन्छ जस्तो छ होइन त्यो के खाल्डो खन्नेहरू हुन्छ नि जेबी के भनेर त्यसलाई त्यो पहेलोहरू हुन्छ नि बाटो बनाउँदा लाग्ने क्रेन क्रेन जस म जिसिबी क्वालिफाइड ड्राइभर पनि हो पाउनु पऱ्यो नि त तर त्यसले गर्दाखेरि कसैले दिन सक्छ भने मेरो बुढीलाई यस्तो टपमा हालेर म लान्छु यस्तो फेरि पानी परेर रहेछ र रात त परेको होइन जम्मा कति भयो 2:37 मात्रै भयो पानीले गर्दाखेरि 4 बजे 5 बजे जस्तो भयो बाइक चलाउनेहरूलाई त जेन्स पानीले त पिट्छ होला अस्तिले ठटाएर छ भन् मलाई 20 दाइले भनेको थियो अस्तिले परेको थियो नि त कस्तो ठटानी टट्याङ पनि आयो जस्तो छ छ हल्का आँखा झिमिझिमी गराइदियो अब चाहिँ पानी झन् हेभी पऱ्यो यार अगाडिको बाटो पनि हल्का खाल्टो खुबी छ के त्यो पानी परेर के त? देखेको छैन लमजुङ भ्रमण वर्ष 2081 देखि कति हो So guys, welcome to Longzhong. The way to the Tupo. पुरा यहाँ त बजार रहेछ कि यो के हो होला सिउरी के अरे भोटेबाट आइगयो सुन्दर बजार सिउरी बजार थाहा भएन यहाँ लिन्छ होला नि असली बाल त बाटो चिने थियो त तपाईँले झन् मान्छे नि बसिराखेको थियो नि त कुरेर मान्छे सुन्दर बजार लेखेछ सुन्दर बजार सुन्दर बजार होइन यो चाहिँ सुन्दर बजार लेखेछ सुन्दर बजार हुँदै जान्छ त्यही रहेछ खै बोलौँ न भ्लगमा ए अब हामी चाहिँ अलिकति अलास तलास परेको हराएको अवस्था चाहिँ होइन जो अलास तलास परेको अवस्था किनभने हामी चाहिँ ओभरसुट हुनु मन छैन यस्तो नराम्रो वेदरको बेलामा ओभर के अरे ओभरसुट त्यस्तो भने आफ्नो लोकेसन भन्दा चाहेको डेस्टिनेसन भन्दा सुट भएर ओभरसुट भएर जाने पर्यो कुन चाहिँ भोकाबुलरीबाट निकाल्यो त्यो वर्ड छ नि छैन होला त्यहाँनिर गएर छैन रहेछ अनि ओभर के अरे मेरो भाइको के अरे डायमन्डको काट काटिदिन्छ टप होला। झर्ने गरेर काट काटिदिन्छ ल आफ्नै भन्नु छैन भाइको किनभने मेरो काट्यो भने त केही पनि छैन कानमा होइन Overshoot refers to exceeding
रोटी दिदीले पोलिरहनु भएको छ सही भएको छ रोटी चाहिँ मिठो भएको छ दिदीलाई नि खिच्नु पऱ्यो नि त हाम्रो सानो दिदी है Thank you. Thank you.